हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। बहिनी र म चाहिँ एकदमै अल्छी भएर बिहान मर्निङको समयमा पनि घाम लागिसक्यो। हामी चाहिँ कहाँ हिँडेका छौँ एकैछिनमा हजुरहरूले देख्नुहुनेछ होइन। बहिनी आफ्नै पाराले पछाडि एकदमै रमिरहेछ अनि म पनि अगाडि मस्त आफ्नै तालमा हिँडिरहेको छु। हामी चाहिँ अब यहाँबाट सर न्यू रोड जाँदैछौँ सङ्कटा मन्दिर। हेरौँ अब के गर्छौँ हामीले। त्यहाँ कतिको भिड छ, कतिको लाइन छ त्यो त थाहा छैन होइन। र पनि बहिनी र म हामी दुईजना चाहिँ स्कुटर पार्किङमा राखेर हिँड्न थाल्यो खुट्टाले सुरु 100 रुपियाँ झोला झोला। काठमाडौँ महल आज पुरै सुनसान छ है। हामी चाहिँ शनिबार घुम्न हिँड्यो जमनारमा। जम्न ह्याप्पी। आज घोडे जात्रा केही छैन है, यत्रो धेरै लाइन छ। आमा लाइन हेर्नु हजुरहरूले देखिहाल्नुभयो। मैले स्कुटर पार्किङ गरेँ, बालेन शाहले पार्किङ स्थान बनाइदिनु भएको छ धरारा मुनि। त्यहाँ ट्याक्क लाएर पार्किङ गरेँ, पार्किङ चार्ज पनि लाग्दैन। फेरि म कति खुसी कि अब चार्ज लाग्दैन भनेपछि। अनि त्यसपछि हामी हिँड्दै आयौँ। हजुरहरूले देखिहाल्नुभयो लाइन एकदमै लामो थियो। लाइन हेऱ्यौँ अनि लाइनमा बस्यौँ। लाइनमा बसेपछि अगाडि पछाडिको मान्छेलाई त चिनिहालिन्छ होइन। अनि आन्टीले चाहिँ भन्नु यत्रो लाइन छ यहाँ, कस्तो काममा जम्न काम लाग्छ होइन। अनि उहाँ हाँस्दै कुरा गऱ्यो आइसक्रिम खाने थियौँ। लाइनमा बस्दा यति थकाइ लाग्यो, पुरै नगरौँ मेरो फेसै चेन्ज आइरहेछ होइन। अनि फेरि म त्यहाँ पेटीमा गएर ट्याक्क बसेँ, एकदमै गाह्रो भइरहेको थियो। अनि फेरि लाइन त बस्नै पर्यो होइन। अनि फेरि लाइन बस्नको लागि फेरि उठेर गएँ, लाइनमै बसेँ। अझ त्यो आन्टी हुनुहुन्थ्यो, उहाँले गर्दा पनि कति सपोर्ट भएन। अनि यो मन्दिर चाहिँ मलाई चाहिँ विश्वास लाग्छ होइन, त्यसैले म धेरै मन्दिर जान्छु। अनि यहाँ दर्शन गर्दा चाहिँ राम्रो हुन्छ भन्ने आस्था त हो नि। अनि मन्दिर जाँदाखेरि चाहिँ कहिले पनि घुर्सेर जिद्दी गरेर अर्काको लाइन मिचेर कहिले पनि नजानु रे, लाइन बसेर पूजा गर्नु रे भनेर मैले सुनेको भएर म चाहिँ जहाँ जाँदा पनि लामो समयसम्म लाइनै बस्छु कि। धेरै बेर लागोस्, 2 घन्टा लागोस्, 3 घन्टा लागोस्, मलाई यसमा केही मतलब हुन्न कि। किनभने सबैजना भोकै आउनु भएको छ, भोकै उभिराख्नु भएको छ होइन। अनि त्यसैले म 10 बजेदेखि 3 बजेसम्म लगभग लाइनै बसिरहेछौँ कि हामी अहिले पनि। हामी चाहिँ लाइनै छोडेर बहिनी र म चाहिँ यहाँ बसिरहेछौँ। पालो आएको छैन, 2 घन्टादेखि कुरिरहेछौँ। अब हेरौँ पालो आउँछ होला। थापै हाल्नुभयो होइन हजुरहरूले हाम्रो प्रतीक्षा। अनि लाइन बस्दा हामी लाइनमा त्यहाँ आन्टीलाई छोडेर यताउति घुम्न थाल्यौँ होइन। सबैसँग कुरा गर्न थाल्यौँ। उहाँहरू पनि हुनुहुन्थ्यो, पैसा मागिराख्नु भएको थियो। तेस्रो लिङ्गी महिलाहरूले होइन, सम्मान गर्नुपर्छ उहाँहरूलाई पनि। म चाहिँ कहिले नराम्रो सोच्दिनँ। अनि उहाँहरूलाई पनि पैसा दिएँ, आशीर्वाद पनि लिएँ होइन। अनि बहिनी फेरि रोइरहेको थियो क्या एकदम। हेर्नु न अब रोको यत्रो मान्छे आउनु आऊ हेर त भिडियो खिचेको, तिम्रो भिडियो हेर्ने आऊ ल आऊ आऊ। उसले चाहिँ केक किन्नको लागि आग्रह गरिरहेको थियो होइन। अनि फेरि आन्टीले उसलाई किनिदिइसकेपछि मात्रै स्टप भयो रुनलाई। त्यसपछि फेरि हाम्रो लाइन कन्टिन्यू भइरहेको छ। ल हेर्नुहोस् कति धेरै लाइनमा बसिराख्नु भएको छ होइन। अनि लाइन पुगिसकेर हामीले पूजासुजा गरेर बाहिर बत्ती पनि बाल्यौँ। ल हेर्नुहोस् होइन। मेरो चाहिँ पानीको बोतल पनि सँगै छ, यताउति पोका पतेर सबै छ होइन। आफ्नो चाहिहाल्छ होइन, राख्नै पर्यो। अनि बत्ती बालेर मेरो पालो सकियो, अब बहिनीको पालो। बहिनीले पनि बत्ती बालिन् रमाउँदै। त्यसपछि मैले फेरि बहिनीको नाउँमा अनि पितृहरूको नाउँमा बत्ती बालेँ। आज कि चैत्र 16 गते घोडे जात्रा अर्थात् औँसी पनि परेको छ आज होइन। अनि सबैको नाउँमा बत्ती बाले, घर परिवार यताउति सबैलाई सम्झेर बत्ती बालिसकेपछि म नै छु अझै पनि होइन।
मलाई मन्दिरमा गइसकेपछि त्यहाँ घुम्न मन लाग्छ, रमाउन मन लाग्छ, दिनभरि त्यहीँ भुल्लिन मन लाग्छ के होइन, आनन्द लाग्छ। त्यस पछाडि हामी जोगीलाई फेरि दान गर्न गयौँ, बहिनी र मैले। जोगीलाई दान गऱ्यो भने चाहिँ ग्रह दशा कटिन्छ भन्ने एउटा नियम छ, सायद होला। अनि त्यहाँ आनन्दले बहिनी र मैले पालै दान पनि गऱ्यौँ। अनि उहाँले आशीर्वाद पनि दिनुभयो, आशीर्वाद पनि हामीले लियौँ होइन। आत्मसन्तुष्टि भनेको यही नै त होला। त्यसपछि हामी घर फर्किनु पर्यो। अनि घर फर्किनलाई पार्किङबाट स्कुटर निकालेर घर फर्क्यौँ सर र मामाहरूको भिडियो मामाहरूको भिडियो हाने मामाहरू मेरो सेक्युरिटीहरू यहाँ राम्रै छ एउटा। स्कुटर चाहिँ यत्तिकै थन्किरहेको थियो होइन। अनि धेरै समयपछि यसरी निकालेर चलाउँदा पनि आनन्द लागिरहेको थियो मलाई चाहिँ होइन। होला स्कुटर घरमा नै थियो, यत्तिकै थन्किरहेको थियो। काममा कता कता हिँडिरहेको थिएँ, सायद स्कुटर लानु परेको थिएन। रोड यस्तो खुल्ला थियो, मलाई लागिरहेको थियो कि मेरै लागि नै रोड खुल्ला भयो जस्तो होइन। अनि बहिनी र म इन्जोय गर्दै आयौँ बाटोमा। अनि मामाहरूले हेर्दै हुनुहुन्थ्यो, भिडियो गर्दै हामी हिँडिरहेको थियौँ। अनि एक ठाउँमा चाहिँ अलि अगाडि गइसकेपछि चाहिँ फेरि यहाँ सवारी हुने टाइम भएको रहेछ। हामीलाई त जानै दिँदैन, उता पठाउँछ, आफू जानु परेको छ यता, उता पठाएर त काम भएन। अनि जिद्दी गरेरै अगाडि गएँ होइन। ल जे गर्छ गरोस् भनेर अगाडि गएँ, सुई अगाडि गएँ। अब अगाडि गएर नि के गर्नु होइन, रोक्नै पर्ने कर्तव्य भएपछि त उहाँहरूले रोकिहाल्नु नै हुन्छ, मैले जति नै जिद्दी गरेँ पनि। तर रोड एकदमै खुल्ला थियो होइन, आनन्द थियो। यस्तो पनि हुँदो रहेछ क्या होइन, नेता आउने भनिसकेपछि, ठुलो मान्छे आउने भनिसकेपछि एकैछिनमा पनि रोड खाली हुँदो रहेछ क्या, गर्न सक्ने रहेछ क्या मान्छेहरूले। हेर्नुहोस् त, जाम त आम जनतालाई मात्रै रहेछ नि त। पुरै गार्ड हुनुहुन्थ्यो दुई साइडमा, मामाहरू बसिराख्नु भएछ। अब म साइड लाएर यहाँ रोकिएँ। ल अब उहाँ गाडी जान्छ होइन, मैले हातले हाई गरिरहेको छु। अब यो गइसकेपछि मात्रै अनि हामी जान्छौँ कि, हामी यहीँ स्टप भयौँ। ल हेर्नुहोस्, यो चाहिँ घोडे जात्राको लागि त्यहाँ स्टार्टिङ हुन लागिरहेको थियो। हामी चाहिँ नहेरिकन लाइन धेरै बेर बसेको भएको कारणले गर्दा गाह्रो भइरहेको थियो, त्यसैले हामी हिँडेको। अनि ल अब सक्यो, अब हामी जान्छौँ यहाँबाट। फेरि पनि भन्छु हजुरहरूलाई, लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला प्लिज, सब्सक्राइब है। हस् सबैजनालाई बाई बाई, गुड डे।